हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। आज चाहिँ तपाईँहरूलाई म जमाचो हाइकिङको बारेमा देखाउन गइरहेको छु। बाटो चाहिँ यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। पसिना पसिना भएको छु म। आया दाइरो अगाडि बढिसक्नु भएको छ, अझै साथीहरू पछाडि छन् र मलाई चाहिँ रमाइलो लागिरहेछ। किन भन्दाखेरि चाहिँ 2 दिनदेखि जिम गएको थिएन। यहाँ चाहिँ जिमको पावर चाहिँ यहाँ युज भइरहेछ, त्यसको लागि चाहिँ म एकदमै खुसी छु। बाटोहरू चाहिँ हेर्न सक्नुहुन्छ गाइज, अलिक कठिनपूर्ण भएको छ, अहिले उकालै छ, ठाडै उकालो भएकोले। ल हाइकिङ जाँदाखेरि चाहिँ यहाँ मासु र अन्डाहरू चाहिँ लान वञ्चित गरिएको छ। किन भन्दाखेरि चाहिँ यहाँ मासु र अन्डाको स्मेलले गर्दाखेरि चाहिँ जङ्गली जनावर आउन सक्छ भनेर चाहिँ यहाँ चाहिँ प्रोहिबिटेड गरेको छ। र जाँदाखेरि चाहिँ मासु र अन्डा सकेसम्म चाहिँ नबोक्नु होला, र यो बोकेर आउनु भएको छ भने खाएर मात्र हाइकिङमा जानु होला। र यो ठ्याक्कै भनेको चाहिँ यो मिड पोइन्ट भयो। यहाँ चाहिँ रेस्ट गर्न सक्नुहुन्छ, एनर्जी ड्रिङ्कहरू खान सक्नुहुन्छ होइन। स्न्याक्स ल्याउनु भएको छ भने स्न्याक्स पनि खान सक्नुहुन्छ। टोटल 4 किलोमिटर डिस्टेन्समा चाहिँ ठ्याक्कै मिड पोइन्टमा पर्ने गरेको छ यो होइन। ठ्याक्कै 2 किलोमिटर डिस्टेन्स तपाईँहरू आउनुभयो भने चाहिँ यो ठाउँ चाहिँ देख्न सक्नुहुन्छ। र यो ठाउँमा चाहिँ एकछिन ब्रेक लिन सक्नुहुन्छ र अगाडिको हाइकिङ चाहिँ गर्न सक्नुहुन्छ। एकदमै खुसी लागिरहेछ। गाइज हामी ठ्याक्कै जमाचो आइपुगिसकेका छौँ। हामी जमाचो माथि आइपुगिसकेका छौँ र यहाँको दृश्य चाहिँ यस्तो रहेको छ। घाम छ माथि। यहाँ आपतकालीन सम्पर्क नम्बर पनि रहेको छ। केही समस्या पऱ्यो भने चाहिँ यो नम्बरमा कल गरेर चाहिँ हेल्प माग्न सकिन्छ। यो चाहिँ जामाचोको माथिको दृश्य हो। यो चाहिँ अब माथिको भ्यू टावर भयो। भ्यू टावरबाट चाहिँ अलिक बाहिरको दृश्य चाहिँ देखिन्छ, उपत्यकाको दृश्य भनौँ न, राम्रोसँग देखिन्छ यहाँबाट। र यदि तपाईँहरू चाहिँ जामाचो आउनुभएको छ र खाजा ल्याउनु भएको छैन भने चाहिँ चिन्ता नलिनु होला। यहाँ माथि खाजाहरू चाहिँ मजाले पाइन्छ होइन। अब यदि बाटोमा तपाईँहरूलाई चाहिँ खाजा चाहिन्छ, इनर्जी ड्रिङ्क्सहरू चाहिन्छ भने चाहिँ लिएर आउन सक्नुहुन्छ। र यो आउनु सक्नुहुन्न भने चाहिँ माथि नि खाजाहरू चाहिँ किन्न पाइन्छ, मजाले नै पाइन्छ। र यो बर्याङ चढ्दा र ओर्लिँदाखेरि चाहिँ अलिक केयरफुल भएर चढ्नु होला। किन भन्दाखेरि चाहिँ यो पुरानो भइसकेको छ, त्यही भएर चाहिँ केयरफुल हुनु होला। यता यहाँ चाहिँ गुम्बा जस्तो रहेको छ, यहाँ चाहिँ हामी दर्शन गर्छौँ। ठ्याक्कै मन्दिर रहेको छ। र यो भनेको चाहिँ माथि गुम्बाबाट देखिने दृश्य हो। र यहाँ चाहिँ फोटो खिच्ने ठाउँ छ। फोटो चाहिँ मजाले खिच्न पाउनुहुन्छ र उपत्यकाको दृश्य पनि यहाँ देख्न सकिन्छ, मजाले नै देखिन्छ। यो भनेको चाहिँ एयरपोर्ट एयरपोर्ट छ। त्यसपछि यहाँ देखेको चाहिँ स्विमिङ भयो। हाम्रो पिसे जेन्टल यता छ, हामी चाहिँ माथि छौँ। घाम आउँछ भनेर माथि लगाएको छ। र माथि गुम्बा घुमिसकेपछि तल पनि यहाँ घुम्ने ठाउँ रहेको छ। यहाँ चाहिँ मजाले नै हावा चल्छ र यहाँ आउनुमा चाहिँ अलिकति फ्रेस पनि हुन्छ। र यहाँ अलिक माथि चाहिँ खाजा खाने ठाउँ पनि रहेको छ। तपाईँ खाजाहरू पनि इन्जोय गर्न सक्नुहुन्छ र फोटोहरू पनि मजाले नै खिच्न सकिन्छ। र यतिसम्म भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच।